मुखभरि त्यो सेतो दलेको देख्दाखेरि त मलाई त हर याद आएको थियो बुझ्नुहोस् तँलाई कस्तो राम्रो देखेला बबाल देखेला भनेर खै एकचोटि देखाइदियो त मन छ देखाइदियो जा खोज ल्याङ के ल्याङ दादासँग झक्स गरेर हुन्छ दादा त जहिले चिलमा मान्छे त हो नि यति गर्न चाहिँ कोन के पछि मेरो छोरी जन्मिले छोरीले पापा मेरो जस्तै कपाल बनाइसेन भन्यो भने गर्नै पर्यो ल यो त मुखभरि सेतो आँखाको परेला मात्रै देखिनु पर्यो ओहो यो त के हो बाउकै रूप निकाली त्यसले त ल पहिले अनि सुन हामी धेरै अगाडि आइसक्यौँ हैन अलि पछाडि छ तँलाई नि अस्तिकै पहिलेदेखि सानोदेखि नि मलाई यस्तो इच्छा थियो कि एउटा मेरो क्युट हुन्छ नि सानी फुच्ची पुकुली बहिनी होस् होइन अनि म त्यसलाई पुरा यहाँ ब्लाउज लगाइदिउँ अनि यसरी यहाँनिर यस्तो गरेर साँपवाला के गोबर सार्पवाला जस्तो टिका लगाइदिउँ मलाई यस्तो सोख थियो कि तँलाई यस्तो सोच नि भएर त्यो गालामा यहाँनिर रातो लगाउने अनि त्यसपछि यहाँ सर्पको टिका हजुर सर्प पो कसरी बनाउने हो गोबर तेरै फोटो राखिदिनु पर्यो कि भन्छ यो सर्पले यस्तो डसेको पनि है यो मर्चिस यो मर्चिस साँच्ची यसलाई मैले रोक्न भन्छ यो देख्दैन प्लिज डोन्ट डु दिस Please don't do this. तेरो बालो छिटो तँलाई होइन मन छ मजा गरेको होइन तँलाई होइन त तेरो यो हुँदैन यो गालाभरि दारी आएको घाउ झपक्क दारी सारी आएको हेर्न कस्तो मन छ मलाई बुझिनेस् यो यहाँबाट पुरै यस्तो खालको दारी के यो हल्का दारी के हल्का दारी आएको हेर्न कस्तो मन छ यस्तो राम्रो देखिन्छस् भन्छन् नि जब त उता जान्छस् नि यताले म बनाउँछु नि हाम्रो छ नि यताले नहाँस है उजा नहाँस ज्यादा हाँसो निस्किरहेको छ भन्छ हेर त नास भनेको बुझा नास भनेको च्याट्यो म हाँसेको डर लाग्दो भएछु मन छ म त गएन भने यो के गएन भने के भएर दाइ आएछ घरमा भनिदिनु विदेशबाट दाइ आएका छन् भनिदिन्छु ल डर लाग्दो पो भरेछु मन छ म त अब हुन्छ नि त अहिले नै ब्युटिफुल भयो हो माई गड क्युटी पाइ के है क्युटी पाइ कस्तो क्युटी पाइ अनि त यहाँ बाक्लो गरेर कि गाजल हुन्छ नि यहाँदेखि यहाँ सलक्क गाजल लगाएर नि रातो लिपस्टिक लगाइस् भने त नि एउटा मात्रै हुन्छ गाजल मात्रै भन् एउटा मात्रै हुन्छ गाजल किन भन्नु म एउटा मात्रै टक्क पारेर यहाँदेखि यहाँसम्म टक्क रातो कि बाहिर ओठको बाहिर पनि लगाएर लगाउने होला कि यस्तो हुँदैन यार यो कसरी घरमा दिदी पर्ने गर्छ नि लिपस्टिक लाउनु पर्छ मलाई लगाइदिनुहोस् नपर्छ लाउनै पर्छ यस्तो म मान्दैन है मजाक गरेको होइन होइन मेरो पनि पाला आउँछ पक्न मेरो पनि पाला आउँछ अहिले रेगुलर भित्ता त्यस्तो हुँदैन किन त मलाई यस्तो किन गरेको त होइन पालोको पैसा हो ल फेरि पालो भन्न चिज सकिन्छ कि कति बेर हो र
भन्छ यो के अरे यता सुन यो दारी मात्रै कालो भयो नाकमा पनि त भूत लाएर आउँछ होला बुझिनेस् यति नाकै कालो तेरो त आउँछ म तैँले नोज पनि गर्छेस् नथा भएको होइन यता ल्या तेरो नाक रातो गराउँछु ल नाकै कालो बनाएर आइनी भन्छ नि पक्तिर नगर पूजा नगर पछि यो पेन्टिङ गर्नलाई भाइ तैँले यस्तो अति हुँदैन नि पेन्टिङ जस्तो ल नाइस ल ओके डन तँलाई मैले अहिलेसम्म भने होइन है अब सब चिज त तेरो मेकअप फुल भइसक्यो अब एउटा मात्र बाँकी छ बाक्लो यहाँदेखि यहाँसम्मको यस्तो सपक्क परेर विङ्स निकालेको गाजर यति गर्दैन मलाई पुग्यो म गर्दैन म पुग्यो चुप ला मैले गर्दैन मेरो लास्टमा सकेको थियो मेरो लास्टमा सकिँदैन चुप ला मेरो लास्टमा सकिँदैन यस्तासँग त म त खेल्दिनँ यस्ता यिनीहरू होइन तेरिका यार यस्तो लास्टै झ्याली खेल्ने हुन्छन् के बुझेन लास्टै झ्याली मान्छेहरू के नाइ बुझ हेर त पारा गाजर चाहिँ तैँले लाउनु पर्छ अरे पारस झेली नगर हेर म फेरि मुर्गा बनाउँछु घोडा बन्न त म बनिदिन्छु त घोडा बन्न पहिला त मुर्गा बना बन्द ल पहिला ल चल ल नाइ सेम टाइममा त बन्दिन सेम टाइम यता सुन सेम टाइममा बन्नु हुँदैन त मुर्गा बन्दाखेरि त मुर्गा बनेर उडेर गइस् भने म घोडा बन्न त म सँगै बुझ्दैन लाग्दैन म यहाँ मुर्गा बन्न भन्दै त दौडेर कहाँ पुगिस् भने कसरी भेटाउँछु यता सुन एउटा कुरा भन्छु यता सुन म बन्छु ल म गाजर म गाजर लाउँछु तर त चाहिँ मुर्गा मान्छे मेरो अगाडिपट्टि म चाहिँ अब मुर्गा यताउति कुखुरा सुखुरा भाग्यो भने के गर्ने म ग्वाला बन्नु परेन गोठालो बन्नु परेन म मैले यता मुर्गै तँलाई त मासु खानु मन लाग्यो छ्याछ्याट काटेर गरिदिइहाल्छु गर्छु नि पारस फेयर गेम डराउने मान्छे चाहिँ होइन जन्मजात खतरा हो रगतमा गोर्खापन घुसेको छ आँखा चिम्म गर्नुपर्छ त्यसको लागि राम्रो लगाइदिन्छु कि म हेर मान्छे मेटिनु पर्छ हेर है मजा गऱ्यो अहिले म मेटिनु पर्छ लाइभमा अहिले म बस्नु पर्ने छ मेटिन्छ हो मेटिन्छ मेरो लगाएर त के भएन अहिले यसपछि तँलाई म एउटा कुरा भन्छु कि त बियो सुन्दस् नि त्यो कुरा सुनेर के कुरा पनिसमेन्ट दिँदाखेरि पनि नसकेको कुरा गरिरहेको छु कि मैले भगाइ ल ओके गर्ने हुन्छ नि यो त यसले मलाई जहिले तर मलाई के भन्दिस अरे राबाट तेरो पालो हेर जो पनि मुर्गा त जमिनको यतिकै यार जमिनको भुइँमा त मुर्गा जो पनि बन्छ बुझिनेस् त चाहिँ मुढामा बन्छस् के ल यो मुढामा बन्छ म कुर्सीमा घोडा बन्छु पहिला त सेम टाइममा त म हुँदैन हेर भन्छ सेम टाइममा हुँदैन यता सुन त सुन झाली गर्न पाइन्छ भन त झाली गर्न पाइन्छ मजा नगर भन्छ मजा नगर बिला नगर मात्र आउँछ झाली गर्न पाइन्छ भन त आफै भन त एकदम झाली गरिकन भन त यसले झाली गर्न पाउँछ सेम टाइम भन्दा सेम टाइम आइज म त रेडी छु म अब घोडा चाहिँ कसरी बन्नु मुर्गा बन्न कन्छ ठुलो कुरा हो स्कुलमा बनाइरा हुन्छ र ट्याबले पहिला ल अलिकति दाइज ल चल म घोडा चाहिँ कसरी हो के हो घोडा यस्तो गर्नु पर्यो यस्तो उता फर्केर गर त कान समातिन नि मुर्गा कसरी बन्नु भयो कान समात्न त सोचेर पनि कसरी कान समात्नु भयो कान समातिन त मेरो त ल भयो यस्तै त मुर्गा भने कुन सा मुर्गा ओके थाके यार अल्छी पनि लाग्यो मलाई पनि लाग्यो छिटो उलेर अब यहाँ आइज बिबो रात आइज दुईजनासँगै सो च्याट हामीले त्यो च्यालेन्ज कम्प्लिट गरेका छौँ है राम्रो दिएको छ भन त कस्तो राम्रो दिएको छु कि छैन मलाई ए छिटो लिएर त्यो पुस्ने कुरा ल्याएर बिल्ला हुन्छ कि भोलि भिडियोमा छ दुनियाँमा देख्छ नि टेना हुन्छ भनेर अबै यो को अबै म त आफै देख तर्सिन्छु त यो त यस्तो खालको गर्लफ्रेन्ड पर्यो भने के होला राजाहरू म त आउँछु है तिम्रो घर है खाना साना पकाइदिउँला नि ओ डर लाग्दो यहाँ लाइभ ब्यान्ड होला ऊ आयो डर लाग्दो राक्षसहरू भन्दा पुस दिजु पहिला कहाँबाट स्टार्ट गरौँ ओठबाट यार पुस त ल यस अब
कस्तो राम्रो देखेको थियो गाजल त छोडिदियो कि राम्रो देखियो दिस इज यतिले कस्तो राम्रो देखेछ है हल्ला नगर म चाहिँ बन्द गर्छु यो खोल पहिला ल चल अब मर्द बना मलाई मर्द बना त के अरे 50 बाट अलिकति राम्रो बनाउनु पर्ने ल त्यो निजारको बुझ्न लास्टमा हो कि त्यो सर्पलाई साउनको महिना हो मेटिहाल्नु हुँदैन कि बनाइसकेपछि अनेक लिएर आउँछ अर्को दिन अर्को च्यालेन्ज गरौँला कुनै यो नागराज हो कि त्यसैले यस्तो गरौँ नागराज अर्को दिन अर्को च्यालेन्ज लिएर आउँला है च्याट्स ओके च्याट देखो मैले कस्तो राम्रो च्यालेन्जले इन्टरटेनमेन्ट भयो वेलकम माई ब्रदर ओमदा वेलकम आफ्टर सो लङ के गर्नु अब दाइ यस्तै छ पारा दाइ हजुरले बहिनीहरुमा छुटाउनु भयो यस्तै छ पारा ल चढ ल ओके भयो यति त भइहाल्छ नि